ल है गाइज अनि फाइनली लार्के पास चाहिँ आइयो हामी। बापरे हात तेरी धुनु पऱ्यो त रातभरि हिजो त्यहीँ बसेर अहिले चाहिँ हाम्रो यात्रा ठ्याक्कै आटारीबाट सुरु भएको छ। हामी मनस्लुको लागि हामी रेडी भइसकेका छौँ। लास्ट लफडा भएर आमाका त्यो ड्राइभरलाई यस्तो चुक्नु पर्ने रहेछ माया सर। आफू खैर नि झार्दैन कि जबरजस्ती ल्याएर माया डुम्रेमा झाऱ्यो है। तिनचोटि बाटोमा रोक भन्दा नि रोकेन, त्यहीँबाट लाग्छ भने जितेको रे आखिरीमा डुम्रे गएर अब फर्केर आफू फेरि जानु लाग्यो यो गाडीमा। दाइ चाहिँ एकदम स्विट मान्छे हुनुहुँदो रहेछ जो हामीलाई लिफ्ट दिनुभयो। अहिले चाहिँ हामी दुईचोटि आइयो आफू खैरेनी। एकचोटि चाहिँ सुरुमा आएको गाडीमा उता डुम्रे लिएर झारिदियो है। एउटा गाडीमा लिफ्टमा आएर फेरि यहाँ झरेको कि दुईचोटि भएर आम्मा कसैले। यो चाहिँ आफू खैरेनी हो होइन। अब आफू खैरेनीबाट हामी गोर्खा जाने गाडीमा बस्छौँ। पहिला खोज्नु पऱ्यो। अब आरुघाट जान्छ भने सिधै आरुघाट, होइन भने आफू खैरेनीबाट गोर्खा टु आरुघाटबाट माछी खोला हुन्छ कि अब गोर्खाबाट सिधै माछा खोला हुन्छ, त्यो अब हेर्नुपर्छ। अहिले चाहिँ हामी ठ्याक्कै गोर्खा मतलब छिरेम होइन, त्यो चाहिँ गोर्खा बजार हो है। अब हामी चाहिँ माछा खोला जानुलाई हामी टिकट काउन्टरमा जाँदैछौँ। त्यहाँबाट टिकट लिएर माछा खोलासम्मको टिकट लिएर अनि हामी खाजासाजा खाएर निस्किन्छौँ। तिहार लाग्छ यता झिलिङ्गा खाने हो आइज झिलिङ्गा तिहार लाग्छ, तिहार झिलिङ्गा है गाई तिहार लाग्छ झिलिङ्गा खाने हो यता भाइ मसला। ल दिदी यसपालि अब टिका लाउनु पाइएन, अर्को वर्ष चाहिँ टिका लगाइन्छ है त। यो चाहिँ टिकट काउन्टर हो, माछा खोला जाने टिकट काउन्टर। अब यसो नम्बर हेरेर आउनेहरू चाहिँ पहिल्यै चाहिँ नै बुक गरेर आउँदा नि हुन्छ है। गरौँ त हुँदैन रहेछ यार। केटा च्याङ्ग्राको सुकुटी खाने भयो है, त्यो चाहिँ गोर्खा बजार हो, टिकट काउन्टरको साइडको सुकुटीले डर। अहिले त यहाँसम्म आएको थियो यार। अब भिडियो खिच्यो बेला चाहिँ आउँदैन होइन पुरा। चिनी तेब्बर पऱ्यो हुकुम तेब्बर बियर अहिले चाहिँ हामी आरुघाट आयौँ। आरुघाट लगभग हामी 11:30 बजे गोर्खाबाट हिँडेको। अहिले कति बजे 1:30 भयो। 1:30 बजे ठ्याक्कै आरुघाट आयो। अब हाम्रो माछा खोला 3.5 घन्टा जति लगभग लाग्छ, 3.5 या 4 घन्टासम्म यस्तो। गाइजहरू सब पठाउहरू यहाँको पठाउहरू माछा खोलाको पठाउहरू भाइ होइन। माछा खोलामा रुमै छैन, रुम कतै पनि छैन रे भाइ। अनाप हुन्छ त यहाँ रुम भएन अन्त। माछा खोला आयो गाइज भर्खरै। अहिले चाहिँ डे 2 होइन, अहिले माछा खोला हो। अहिले माछा खोलाबाट चाहिँ गाडी लाग्दो रहेछ जगतसम्म। त्यही गाडीवालाले हिजो फोन गरे भएर गाडी पाइन्छ कि भनेर गाडी खोज्न आएको। अब हाम्रो ट्रेक स्टार्ट चाहिँ जगत पुगेपछि मात्रै हुन्छ। जगत पुग्न चाहिँ यहाँबाट 2 देखि 2.5 घन्टा लाग्छ होला जस्तो लाग्छ। 2 होइन ल 18 किलोमिटर हो, यहाँ 2 घन्टा लाग्छ। माछा खोला चाहिँ माथिबाट यस्तो देखिन्छ। अब बेलुका आउँदाखेरि माछा खोला कस्तो होला भन्ने जस्तो हुन्छ होइन। यस्तो छ माछा खोला। हिजो त लास्टै प्याक थियो यार,
खैरीहरूलाई मात्रै रुम दिएर हामीलाई त रुमै नदिएर कस्तो ठाउँमा गएर सुतेको नि त। यहाँबाट अब गाडी चाहिँ लाग्दैन होइन, यहाँबाट जाने भनेको चाहिँ बोलेरो हो। अब बोलेरोमा टक्क बसिन्छ, जगत गइन्छ, जगत गएपछि बल्ल हाम्रो जर्नी सुरु हुन्छ त्यहाँबाट बल्ल। अब माछी खोलाबाट हिजो त अलिक टाइममा आएको भयो, हिजै जाँदो रहेछ, हिजो मान्छे पाएन जगत पुग्नु। जब 3-4 जना भयो फेरि गाडीले 8-9 जना नभई नलाँदो रहेछ बोलेरो, यहीँ सुत्नु पऱ्यो। अब अहिले चाहिँ मान्छे पुऱ्याउन अझै टाइम लाग्ला जस्तो छ क्या। अहिले चाहिँ हामी जगतभन्दा थोरै 1 किलोमिटर यता छौँ। हामी यहाँ भात खान रोकेको होइन, लगभग हामी माछा खोलाबाट अलमोस्ट 10 बजे हिँडेको। हामी यहाँ 1.5 घन्टामा चाहिँ लगभग अब जगतै आयो भनौँ न। जगत जस्ट 1 किलोमिटर जस्तो अगाडि छ बगर होइन। अझै हामी खाना खान रोकेको, 1.5 घन्टामा हामीलाई यहाँ ल्याइदियो। जस्ट 1.5 घन्टामा जगत ल्याइदिँदो रहेछ गाडी चाहिँ, तर 800 रुपिस चाहिँ लाग्दो रहेछ गाडी भाडा। मान्छे 2टा बियर बजार बाइकमा चढ्यो होइन त, एउटा हो, अर्को चाहिँ हाल्यो। ओए ल राम्रोसँग जा केटा हो होइन, आफ्नै देश आफ्नै गाउँ। अब हाम्रो अर्को सोल्टीको प्याक भइरहेको छैन यहाँ भयो। स्टिक कसको हो? तिम्रो साथी त गइसक्यो अरे। सन्देश त्यहाँ छ, यो हामीसँग आएको अब यहाँ बस्ने भएन यिनीहरू हामीसँग। ल रजिस्टर हो, यहाँ चाहिँ रजिस्टर गर्ने ठाउँमा आयो हामी, इन्ट्री भनौँ न रजिस्टर। इन्ट्री हो, मेरो पनि नाम मेन्सन गर्नु। Monang रे बार सार केही छैन, खस्यो सिधै खोलामा कि भिर। चाइना अरे के हो यो? पज गरेर हेरौँ है। यहाँबाट चाहिँ त्यहाँ त्यो बोर्ड चाहिँ अलिक टाढा देखियो होइन। यता जाने चाहिँ चुम भ्याली रहेछ, यता जाने चाहिँ लार्के पास। पुल तरै जानुपर्ने। यहाँ चाहिँ कन्फ्युजन हुनसक्छ मान्छेलाई आएपछि होइन।
यताबाट जुम भ्याली जाने, यताबाट लार्के पास जाने, यसरी सिधा 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 गयो। भ्लगमा पनि हेर्छु। हेलो गुड मर्निङ गाइज होइन, आज चाहिँ डे 3 है। हामी पेवामा अहिले यसो मुखसु धोएर फ्रेस भएर अब यहाँबाट लाग्नुपर्छ ब्रेकफास्ट खाएर। चिसो यार ब्रो। यसलाई के रोटी भन्छ अरे दिदी? टिबेटियन ब्रेड। यो ठाउँमा आगोको कति महत्त्व हुन्छ गाठे। अझै हामी ब्रेकफास्ट वेट गरिरहेको छौँ। ब्रेकफास्ट खाएर पेवाबाट ड्याम हिँड्ने अब। सिस्टर होटेल एन्ड लज। डेङ इन्ट्री भइसक्यौँ होइन। तर हामी पेवाबाट चाहिँ 7:30 हिँडेको। यहाँ हामीलाई 1 घन्टा लाग्छ भनेको थियो। हामी जस्ट 8 बजे नै आइपुग्यौँ। चाहिँ आधी घन्टामा लगभग हामी पेवाबाट डेङ आइपुग्यौँ होइन। तर छिटै हिँड्ने हो कि अब बाटो छोटो हो कि के हो। हामी चाहिँ पेवाबाट आधी घन्टामै आइपुग्यो डेङ। डेङ चाहिँ यस्तो छ। हामी चाहिँ नि पेवाबाट हिँडेको हो। पेवाबाट चाहिँ लगभग 1 घन्टा लाग्छ भन्थ्यो डेङ आउनु। तर हामी चाहिँ 30 मिनट्स भयो। 7:30 बजी हिँडेको थियौँ। अहिले ठ्याक्कै आउँदाखेरि 8 बजेको थियो भने चाहिँ आधी घन्टामा चाहिँ हामी आउन सक्यौँ होइन। भनेपछि अब हामी आज कहाँसम्म पुगिन्छ भन्ने कुराको मात्रै कुरा रह्यो। अब छिटो हिँड्ने हो कि एक्चुअलमै छोटो हो कि मलाई चाहिँ के थाहा भयो। केटो चाहिँ सिरियस मुद्रामा छ। कहाँनिर बोतलै खसाएछ। ट्रान्जेक्सन भने थियो बोतलै न्याउरो भएर हिँडेछ। टेन्सन नलि मेरो पानी खालास् भनेर फकाएर लिएर अब खोज्नको 2 घन्टा लाग्छ डेङमै। अनि कहाँ यसलाई कुरो बस्छ सिमा ट्यास। फुलहरू जस तिहार लाग्छ नि त यता नि है। त्यसको फेरि त्यो हराएर तनाव बच्छ। त्यसलाई पानी पटै हराएर नयाँ भर्खर किनेको थिएँ। पानी नि हालेको थिएन राम्रोसँग। यो चाहिँ अलिकति ठाडो उकालो रहेछ। ठाडो भन्नाले ठिकै उकालो। अब हामी चाहिँ यहाँबाट लगभग 3.5 घन्टा अगाडि भिफेदी घाटमा गएर खाना खाइन्छ कि अब भिफेदीमा खाइन्छ त्यो चाहिँ हेरौँ। अहिले बन्द चाहिँ 9 बजिसक्यो। के भने यहाँ उता फेरि लार्के पास यताबाट भनेर देखाएको छ त्यो पुलबाट।
यहाँ चाहिँ के लेखेर रहेछ ये 30 minutes लार्के पास चाहिँ यताबाट जाने रहेछ ए म त के त्यहाँबाट चाहिँ के सिन देखेको थियो भने यहाँबाट जाने त्यहाँबाट अनि त्यसो झरेर यही बाटो भेटिने हो कि जस्तो देखिरहेको थिएँ तिमीहरू चाहिँ कहाँसम्म नमङ जाने हो हामी कति घन्टा पुगिन्छ 5 घन्टा पुगिन्छ है खाना खाने स्पोट चाहिँ मेन कहाँ छ हाम्रो बसेर त सिन पनि दामी देखिन्छ फेरि हो कि के मसँग म्यापमा खाना खाने ठाउँ त 3 घन्टामा पुग्छ भनेपछि 2.5 घन्टा पुग्छ हो ल बरु छैन खुट्टा दुख्यो यार यो खुट्टा गयो जस्तो छ मेरो पेन भइरहेको यहाँबाट घाटै गर्दा हो यो कुन ठाउँ रे ब्रदर यो बुड यहाँ चाहिँ यो केक हामीले युट्युबमा देखेको नि यही केक खायो होला यार कति पर्छ पर पिस लाग्यो यो नेपालीलाई पर पिस 200 म नेपाली नै पऱ्यो अब एउटा केक चाहिँ दबाएर जान्छु म यहाँ तालपरि एउटा बियर नि खान्छु माया चाहिँ ल खुट्टा दुख्यो यसै दुख्यो उसै दुख्यो एउटा खाइदिन्छु म एउटा यो राखिदिनु ट्राई अनि यो चाहिँ चकलेट मफिन हो यो चाहिँ कति पर्छ यो 100 स्पुन पनि दिनुहुन्थ्यो कि यहाँबाट 1 घन्टामा घाट पुगिन्छ म साथीहरू पछाडि नै छु म त प्रायः सोलो नै गर्थेँ आज चाहिँ यसपालि बाबुलाई लिएर आएको छु भाइलाई घोडा फुत्कियो मान्छे फुत्किने मात्रै लाग्यो त्यो पुरै एरिया घाट रहेछ होइन म त सुरुमा आउने होटल चाहिँ घाटकै होला भनेको अलिक घाट एरियामा रहेछ थोरै
दिदी नमस्ते दिदी नामङ चाहिँ जे होस् अहिलेसम्मको हामी बसेको स्टेमा चाहिँ सबभन्दा दामी ठाउँ चाहिँ रहेछ होइन बस्नलाई चाहिँ दामी एरिया भाइब चाहिँ बबाले छ अब हामी रुमतिर जान्छ जाउँ त कन्ट्याक्ट गरेर आउला ल तिहार नै लागिरहेछ होइन यस्तो दामी फुलेर सम्म सायद पुगेन होला होइन नामङ चाहिँ एकदम मस्ट आउनै पर्ने मतलब बस्नलाई चाहिँ आउनै पर्ने बाटोमा दायाँमा जता पनि बस्नु मिल्छ तर यो जस्तो बेस्ट चाहिँ कहीँ छैन सिनै बगान चाहिँ भनेको हाम्रो डाइनिङ चाहिँ यस्तो छ Today is the top day. Then आज चाहिँ डे 4 होइन नामरुङको बसाइ चाहिँ बबालै भयो भनौँ न होटल पनि बबालै छ रहेछ होइन रुमहरू पनि बबालै थियो आज चाहिँ अब मेरो खुट्टा चाहिँ अलिकति फक्टर भयो होइन हिजो हिँड्न सकिन्छ कि सकिन्न थाहा छैन बट अब ट्राई गरौँ कहाँसम्म पुगिन्छ अब अब सामागाउँ पुग्ने भनेको सामागाउँ नपुग्न पनि सकिन्छ मेरो खुट्टाको केसले गर्दा लगभग नामरुङबाट 1 घन्टा जस्तो अगाडि हिँड्दा चाहिँ रमाइलो रहेछ अहिले चाहिँ हामी यो आइपुग्यौँ होइन यो चाहिँ अब योबाट स्याला जानु चाहिँ 2 घन्टा लाग्दो रहेछ त्यसपछि अब हिँड्यौँ कहाँसम्म कसरी पुगिन्छ अब हामी 2 घन्टामा स्याला पुगिन्छ अनि स्यालाबाट सामागाउँ सामागाउँ त खोइ 1 घन्टा भन्छ क्या हो ल धन्यवाद लो
गुम्बा पनि देख्नु है पानीमा गइहाल्यो गइदिनु चिया पनि मेरी हो ल गाइज हामी वल्ल स्याल आइयो लगभग 1.5 घन्टामा आइयो लोभर सिनेर बाप रे बाप यिनीहरू हिलोमा बसेको यार अहिले चाहिँ ठ्याक्कै स्याल आइपुग्यो स्याला चाहिँ बबाले रहेछ ठाउँ चाहिँ ल अब सामाको भन्दा बबाले छ भन्थ्यो भन्दा चाहिँ अरूले दाइ एकछिन रेस्ट गरिन्छ होइन एकछिन रेस्ट गरिन्छ होइन त कति बेर 5-7 मिनट हजुरलाई त पानी पर्दिरो भयो त्यसपछि त हामी त साम्रो चाहिँ उकालो उकालै पर्छ है सामने पर्दैन सामने उकालो खानै पर्दैन हामी यो कर्नरबाट गर्छ त्यसको पछाडि पर्छ है ए हामी चाहिँ सामागाउँ इन्ट्री गऱ्यौँ के छ ब्रो थैट यसको सिङ त हालै जस्तो बस्यो क्या गुड मर्निङ गाइज आज चाहिँ डे 4 होइन आज हामी सामागाउँमा भर्खर उठेको तपाईँलाई म रुमबाट चाहिँ सिन देखाउँछु चाहिँ सामागाउँको सिन कस्तो देखिन्छ जाने भयो होइन माथि छतमा गयो भने एकचोटि सिन देखेर लास्टै मिठो घाम लाग्छ क्या आम्मा लास्टै मजा आउने घाम छ अब मेरो कहाँसम्म हुँदैन ऊपर देख्ने भ्यू चाहिँ यस्तो छ होइन
सुगर चाहिँ रहन्छ सुगर हाल्न पर्ने मिठो छ होइन केटा वीरेन्द्र लेकको पनि रहर पुग्यो ब्रो तर हामीले यति दुःख पायो यो लेकमा आउँदा भन्ने कुरो कुनै सीमै छैन यो देखेको डाँडा चढेछौँ कि हामी चाहिँ बिर्सेर बाटो थाहा नभए झाडी झाडी ठाडै उक्लेको कि यो उकालो ठाडै उक्ल्यो अनि फेरि झरेर यतापट्टिबाट यसरी आउनुपर्ने रहेछ थाहा नभएर लास्ट बगर बगर हिँड्नु परिरहेछ अहिले चाहिँ हामी सामागाउँबाट सामडो जाँदै हो लगभग 4 घन्टा लाग्छ भनेको छ अब हेरौँ कतिखेर पुगिन्छ यस्तो छ यहाँ चना हामीलाई छैन चना उहाँ पनि एउटा होटल रहेछ हामीले सुन्नु के भन्ने थियो होटल त्यही होटल खोज्दै हिँड्नु पर्यो रहेछ ल छ कि छैन हामी 6 नम्बर रुममा पऱ्यौँ होइन कस्तो छ रुम चाहिँ हेरेँ होइन ए ल कडा छ कडा यतिको भइसक्यो अरे
गुड मर्निङ है। आज चाहिँ डे 6 हो जस्तो लाग्छ है। धेरै हिँड्यो, कति हो कति जस्तो लाग्ने डे 6 हो जस्तो लाग्छ। अब चाहिँ हामी सामडोबाट धर्मशालाको लागि निस्किँदैछ। हाम्रो होटल चाहिँ यही हो। जो सामडो पनि बवाल छ, बस्न चाहिँ रमाइलो छ। यहीँ चाहिँ यस्तो यो हो। अब यहाँबाट हिँडिन्छ, कति घन्टामा धर्मशाला पुग्छ। एउटा जम्बू टोली त निस्किसकेको छ। गाइज लार्के फेदी भनेको चाहिँ यही रहेछ माथिपट्टिको। उता माथि गयो नि, यहाँनिर थोरै घरहरू देखिरहेको छ। त्यो क्यामेरामा जुमै हुँदैन। अब यो ट्याक्क त्यहाँ मान्छेहरू यसरी हिँडिरहेछ। यो चाहिँ नि लार्के बजार, लार्के फेदी भन्दो रहेछ। यो चाहिँ धर्मशाला जाने चाहिँ बेस्ट स्पोट जस्तो लाग्यो। यसो रेस्ट गर्नलाई चाहिँ दामी छ। दाइ सँगसँगै जस्तै छ मैले त। गाइज उता देखेको चाहिँ त्यो धर्मशाला हो। सरी यार हुँदै अहिले चाहिँ हामी 44 मिटर हाइटमा छौँ। यो बाटो हुँदै हामी धर्मशाला त्यहाँनिर पुग्छौँ। बाटो ठिकै छ, सजिलो टेर्सो छ। गाइज धर्मशाला पनि आयो है। आयो सामडोबाट हामीलाई लगभग, मलाई चाहिँ भनौँ न, हामीलाई भन्दा नि मलाई चाहिँ 2 घन्टा 15 मिनट जति लाग्यो यहाँ पुग्न। बिहान भन्दाखेरि त त्यहाँ यार 4 घन्टा लाग्छ भनेको थिएँ। तर बाटो त्यति सोचे जस्तो गाह्रो नै रहन्छ, सजिलै छ। तर सास फेर्न चाहिँ गाह्रो चाहिँ छैन, तर अलिकति अक्सिजन कमै हुन्छ नि त, बोल्न अलिकति। 2 घन्टा 15 मिनटमा आइयो। 4 घन्टा लाग्छ भन्थ्यो। ब्रदर यता रुम छ र? रुम गाइज अहिले चाहिँ हामी धर्मशालामा हो होइन। धर्मशालाको सबभन्दा युनिक कुरो देखाउँछु है म तपाईँलाई। हामीले कहिले पनि ब्लू सिप देखा हुँदैन नि होइन उतातिर। यहाँ ब्लू सिप यहीँ आउँछ कि रुमतिरै वरिपरि कोठातिरै आउँछ कि ब्लू सिपहरू। यहाँ चाहिँ वाइल्ड हो होइन। यहाँ चाहिँ नि होटलबाट यसो वेस्ट भएको कुराहरू चाहिँ खाना आउँदो रहेछ कि। हेर न खत्रै यहीँ नजिक के पुरा युनिक यार। लुसी होइन अब नावर हो। हामीले उता देख्न कति गाह्रो हुन्छ, यहाँ त यत्तिकै आउँदैन। यहाँ नजिक नजिक गयो भने भाग्छ। ए ए ल ल नुन चाट्न आएको हो। भिडियो बनाइहाल्यो 30 सेकेन्ड। गाइज अहिले चाहिँ हामी लार्के पास हान्दै हो है। बिहान चाहिँ नि एकदम अँध्यारो भएर भिडियो बनाउनु पाइएन। अहिले चाहिँ हामी अलमोस्ट 50% मिडमा छौँ भनौँ न। मिड क्रस गरियो भनौँ न। यहाँबाट चाहिँ यस्तो सिन देखिन्छ। हेरौँ लार्के पास भन्छ यसलाई चाहिँ होइन।
सोलिड छ सिन। यहीँ छ हिमाल होइन, यतै चढ्दै र उता झर्दै नि हुने हो। अब यता जानुपर्छ भन्छन् केटाहरू। एन्ट्रन्स ल है गाइज, अनि फाइनली लार्के पास चाहिँ आइयो हामी। धेरै लामो यात्रापछि लार्के पास आइयो। Bro, cheers, bro. Cheers, bro. Cheers, 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 man. Cheers, cheers, cheers. Cheers, cheers, cheers. अहिले चाहिँ हामी भिफेदीमा आइसक्यौँ होइन। यो चाहिँ भिफेदी हो। यहाँबाट चाहिँ मुन्थाङ जान चाहिँ
1.5 घन्टा लाग्छ म चाहिँ यहाँबाट निस्केँ आज बस्नु गाइज आज हामी चाहिँ नि धर्मशालाबाट लार्के पास हानेर होइन अहिले भीमथाङ आइसक्यौँ। अब यो चाहिँ नि हाम्रो जर्नीको अन्तिम बसाइ यहीँ हो होइन। यसपछि सिधै हाम्रो भोलिको घरै हुन्छ होला सकभर होइन। गाडीमा अब गाडी पाइयो भने गाडीमा घरै पुगिन्छ पनि होला। भीमथाङ पनि राम्रो रहेछ ठाउँ चाहिँ। बाफरे हात हिउँ परेछ रातभरि हिजो त्यहीँ बसेर अझै परिरहेको रहेछ हिउँ त। हिउँ त परिरहेको रहेछ है। ए भरेसम्म हिउँ त झुन्डे खायो यसरी झुन्डे खायो यहाँ त हिउँ त परिरहेको रहेछ। ओके कसरी जानु त बे हेर त्यो मान्छे हिँड्यो कि त्यहाँ गऱ्यो खुसी कि दुःख हिँड्ने बेला तनाव हुन्छ नि त। पर्दा पो मजा अब हिँड्ने बेला भयो तनाव भयो नि परे यस्तो कुरा नगर्नु न। बाटो बनाउने मान्छे तपाईँ हो, तपाईँ झन् गाइड हो हाम्रो यहाँ। भट्टजी अगाडि हिँड्छ मात्रै हिँड्ने भनेर बस्यो हामी दाजुभाइ हामी होइन ब्रो। यो नि कालै देखेँ दाइ के नि भन्नु त। आज तल गइन्छ कि गइन्न कति बजी जाने त? एकछिनमा जाने कि 8 बजीतिर ए हो ल ठिकै छ। घाम त यता आउनु होला या 2-4 दिन ठिक छ। दाइको अब दाइको पछि हिँड्ने हो, दाइले बाटो बनाउने नि हामी हिँड्ने हो। परेको भीमथाङमा हिँड्ने भनेर बिहान 6 बजे यसो ब्रेकफास्ट खाएर निस्किने भनेको यस्तो छ दिदी। अब यहीँ बसेला जस्तो छ। तातो पानी हो अब यहाँ नि आगो फुलाउनु पर्यो। यो चाहिँ हाम्रो डाइनिङ हल हो होइन। हाम्रो डाइनिङ हलबाट चाहिँ बाहिरको सिनारीहरू चाहिँ यस्तो देखिन्छ। कोही बेला यस्तो हामी यहाँ बसेर ब्रेकफास्ट खाँदैछौँ होइन। बाहिर स्नोफल भइरहेछ। अब घर जाने स्थिति अहिलेसम्म देखिएको छैन। त्यो चौरीहरू त यतिकै बढ्दो रहेछ अरे हिउँमा हेर। आदि अहिले त त्यहाँ चौरी सिङ मात्रै देखिया पुरै हिउँले पुऱ्यायो कि त्यहाँनिर राति क्लिन गरिरहेको थियो कि यो नै रहेछ बिचरा है।